र म आज के अनुरोध गर्न चाहन्छु भने मलाई लामो समयसम्म यो क्षेत्रमा अर्घाखाँचीमा विकास प्रेमी नेता भनेर भन्ने गर्नुहुन्छ। आफ्नो पार्टी र अन्य पार्टीका साथीहरूले पनि विकासी नेता भन्नुहुन्छ। अब मैले के भन्न प्रस्ताव राख्न चाहन्छु भने अब चन्द्र भण्डारीजीलाई पनि अब विकासी नेता भन्नुहोस् तपाईहरुले। हुन्छ ल अब त्यो पनि राम्रो भयो तपाईहरुले सुरु गर्नु भएको भए। र मैले अर्को कुरा के भन्न चाहन्छु भने अर्को पनि कामना गरौं र चन्द्र भण्डारीजी को साथी टोपबहादुर रायमाझी पटक पटक मन्त्री बनिसके, उप प्रधानमन्त्री बनिसके। मेरो मित्र चाहिँ अहिलेसम्म मन्त्री बन्नु भएको छैन। अब उहाँलाई पनि मन्त्री बनाउनु पर्यो। यो अलिकति नेपाली कांग्रेसमा कपाल फुलेर मात्रै हुँदो रहेछ। यो कपाल सबै झरिसकेपछि हुने के हो मैले कुरो बुझे छैन। कपाल सबै ठोकिसकेपछि मात्रै मन्त्री हुने हो कि थाहा छैन। यसपालि म पनि कोसिस गर्छु, सबैले कामना गरौं, कोसिस गरौं, उहाँलाई बनाउनु पर्यो। अब अर्को कुरा मैले यो त सुरुवातको कुरा मात्रै भयो। मैले यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने कि म गुल्मी जिल्लामा म आएको छु। यो गुल्मी जिल्ला र अर्घाखाँची जिल्लाको ज्यादै नजिकको मित्रता छ। हामी पहिला गुल्मी र अर्घाखाँची पाल्पासित थियौं। हाम्रो सदरमुकाम भन्नुस् केन्द्र पाल्पामा थियो। पछि पाल्पाबाट फुटेर गुल्मी र अर्घाखाँची एउटै थियो र अर्घाखाँचीको पनि केन्द्र तम्गास थियो, गुल्मीमा थियो। फेरि पछि गुल्मीबाट अर्घाखाँची फुटेर हामी उतैतिर अर्को जिल्ला भएर बसेका छौं। तर हाम्रो इतिहास ज्यादै नजिक र ज्यादै नै मित्रतापूर्ण, ज्यादै नै छिमेकीको सम्बन्ध छ। हाम्रो विकास, हाम्रो साझेदारी धेरै महत्त्वपूर्ण छ ऐतिहासिक रूपले। र आज हामी यो स्थानीय तहको चुनावमा अगाडि बढिरहेका छौं। र यो स्थानीय चुनावको विषयमा धेरै साथीहरूले प्रकाश पारिसक्नुभयो। म धेरै आज यस विषयमा बोल्न चाहन्न। म धेरै बोल्दा बोल्दै मेरो घाँटीले पनि काम गरेको छैन, घाँटी दुखिरहेको छ। यो 2 दिन कसरी जाओस् भन्ने छ मलाई अब बाँकी 2 दिन। र मैले यति मात्र यहाँहरूलाई बताउन चाहन्छु कि यो निर्वाचनबाट अथवा स्थानीय तह हामीले जे अधिकार लिएर आएका छौं, राजनीतिक, सामाजिक, आर्थिक र विकास सम्बन्धी जो योजनाहरू हामीले लिएर आएका छौं, अधिकारहरू लिएर आएका छौं, कम्तीमा पनि मेरो अन्दाजी गर्दा गुल्मी जिल्लामा यो स्थानीय तहमा 4 अरब चान्चुन तलमाथि 4 अरब 400 करोड रकम आउँदैछ। यो स्थानीय तह मात्रै आएको छैन, 400 करोड रकम यहाँ आएको।